हामी हिउँ पाएको ठाउँमा जाँदैछौँ। त्यो बाबा गाडी गइसक्नु भएको छ। उति हिउँ, उति हिमाल। एकछिन है त, मलाई त उति होमस्टे हाम्रो अहिले ढाउ भएको छ। उति एउटा होमस्टे आएको छ। होमस्टेको नाम छ के हो मैले देखिनँ। होला पछि दाइ एउटा मान्छे हराउनु भएको छ। मेरो दाइबाट जाँदैछु। मिस्टेकबाट गर्छु। यो हाम्रो गेट। हामीले पुगेको छौँ। जाने भिडियो अर्को भिडियोमा देखाउने छौँ। उति दाइ हेर्नुहोस्, उहाँ काठ काट्ने कलममा हुनुहुन्छ। म माथि जानै सकेको छैन। मलाई थै कपेको छ। म भर्खर लोटेँ। यो हिउँ हेर्नु त कति रहेछ। म अब हिउँलाई छोएर देखाउँछु है त। हुन्छ, यो पलाई काट्न लाउनु भएको। म हिउँमा चिप्ल्याएर देखाउने छु। अब यसै गाडिने छ। हेर्नु, छाप गाडिसकेको छ। यहीँ गाडिसकेको छ। म अब यसैले देखाउन गइरहेको छु। यतातिर हेर्नु, एउटा हिमाल छ। त्यो अहिले उता हिउँ परिरहेको छ। त्यो हो गटलाङ। हामी अहिले नागथलीमा आएको छौँ। नागथलीको अब त्यो जङ्गलमा जानेछौँ। मलाई चाहिँ उति रकेन। हिउँ हेर्नु दाइ, अब हिउँबाट चिप्लेटी खेल्दै हुनुहुन्छ। त देखाइदिन्छु ल। अब हामी जाँदैछौँ। यहाँ चिताउने देखिन्छ भन्नुहुन्थ्यो। अब यहाँ उति हिमाल देख्नु। उति हो हामी जान लागेको गाउँ। यतातिर जाँदैछौँ हामी। यस्तो हामी त 10 घन्टापछि होइन 3 दिन लाउँछ यहाँ आउन। 3 दिनपछि उता हामी घर पुग्छ। हामी भोलि घर जाने हो। उति हिउँ, उता हेर्नु त हिमाल। उता नि हिउँ छ। उति हिमाल देख्नु भयो होइन। हेर्नु यस्तो छ यो हिमाल। हेर्नुहोस्, यो बादलले गर्दा हामीले केही देख्न पाएको छैनौँ। एकछिनमा पानी पर्नेवाला छ। यो हाम्रो हिमाल यस्तो छ। धुवा उडेर बादल हान्छ। धुवालाई थाहा छ कि थाहा छैन। नजिक नजिक त नजिक नजिक ल ल
भयो भइसक्यो ल खिचे खिचेका सबै पोजिसन खिचे अब निक्लिएर देखा ल दियो देखिका लास्ट त भिडियो नै अन भएको रहेछ गौ क्यामेरामा देखेन ल त म दौडेको देखाउनु न उतासम्म है हेर म नरागिन है त्यो हामीले टेकेका नटेक्नु है ल ल फोटो गाडिदिएको बेलामा जुत्तै फुक्लो आछा आछा भन्ने वा केही जान्दैन आछा आछा जुत्ता फुक्लो आछा 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 टिट्टा का टिट्टा थाहा छ आगो ताप्नु पर्छ भाइले चढेनन् भाइले बोका अब बोका भाइ मलाई बोला खानु मैले धोइसकेँ बिहान धोएको
है मलाई म हानिदिन्छु एकचोटि कसलाई पालो पालो सबै चिप्लेटी हेलो पहिला नबोल पहिला आनन्द सुन मलाई हेर म तिमीहरूले आनन्द सुत्नुपर्छ पहिला यसरी ओ आ छोयो उँधो अच्छा अच्छा नारायण भगवान कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण सर्वे भूत बसेर रमाइलो हुन्न ल ल ल तिमीले केही नहेर सिधा बनाऊ सिधा आकाशतिर हेर सिधा ए बल गरेर हुँदो अब ल उठ ल भाइ पनि सुत पहिला मामुले सिकाउँदा परिन्छ बाबालाई हिँड्न मैले डिस्कभरी हेरेको कमालो क्या हो अर्को त्यहाँ बल पर्ने गर्दो रहेछ नि दुईटै खुट्टा एकै ठाउँमा राख्ने हो क्या बाबा अनि बल धेरै पर्दैन च्याप्टो हुन्छ तिखो भयो तिखो हामीले टेके कहाँ टेकेर आउनु भयो भाइ यो थिच न